भाइको दिदीको घरमा पनि आएर अब भइदिन्छ हामी यहाँनिर। ल बहिनी गयौँ हामी ल। ओके एकदम खुसी लाग्यो यो दिएको भाइ, थ्याङ्क यू ल। फर्स्ट टाइम आएको ल। कौलो पनि दियो, अब के चाहिँ खानु, अब अम्बक खानु कि कौलो पो खानु कि है बेला त्यो अम्बक। यता हेर्नु प्रविका, ल प्रविकामा जाँदैछु एउटा धानबारी एउटा है। गुड मर्निङ खम्दै म है। र आज तपाईँहरूलाई एउटा सानो फेरि छोटो भ्लग बनाउन चाहिँ भएको छु। मेरो के छ भने आज म दङ्गे भन्ने जग्गामा जाँदैछु। दङ्गे चाहिँ आज म पुसा बहिनीहरू लिएर जाँदैछु र म तपाईँहरूलाई म दङ्गेमा गएर दङ्गेको केही वरिपरिको दृश्यहरू देखाउनेछु र तपाईँहरूले मेरो भिडियोलाई अन्त ठिकै छ। गुड मर्निङ है। ल अब जब अब लाग्नुपर्छ हामी दङ्गे है। यहाँ हेर हाम्रो भाइ उपर हाई भनौँ न, हेलो गाइज भनौँ न। ल शान्ति भयो यहाँ आइपुग्यो। गाडीलाई पनि शान्ति, मान्छेलाई पनि शान्ति है। दङ्गे 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 आएको ठिक छ नि त। ब्लक भएर बस्दा बस्दा वाह दामी भएछ बाटो चाहिँ अहिले सटिस। ए यहाँ उता छैन क्या फेरि कहाँ छ अन्त आइलो मजा आयो नि।
दामी टुरिस्ट प्लेस छ यहाँनिर हो। यहाँनिर होमस्टेहरू पनि छ। होमस्टेहरू पनि तपाईँहरूलाई देखाउने छु। हेर्नुहोस् है, तपाईँहरू आउनु सक्नुहुन्छ यहाँनिर। एकदम राम्रो प्लेस छ यहाँनिर। यो चाहिँ तपाईँको सुकियादेखिको झन्डै म्याक्सिमम 15-20 किलोमिटर तल पर्छ। मजा बस्ने तल खोलाको छेउमा छ होमस्टे हो। मजा बस्तीदेखि तल यो खोला काली खोला भन्छ। यहाँनिर चाहिँ होमस्टेहरू छ हो। तपाईँहरू आउनु सक्नुहुन्छ यहाँनिर घुम्नु। एकदम दामी होमस्टेहरू भनिन्छ यहाँनिर। यहाँबाट जस्ट यहाँबाट गएपछि हामी जाने उता डङ्गे बिजनबारी अनि म पनि हालेँ यहाँ। अन्जना दिदीको गाउँ आइपुग्यो हामी यहाँ दङ्गे हो। यहाँ जस्ट हेर यहाँ धानहरू एकदम दामी पाकिरहेको छ यहाँनिर। अब यहाँ अन्जना दिदीको त खाना खाएर चाहिँ फेरि लाग्ने है। के बनाइदिनु भयो त खाना चाहिँ? ल ल यहाँ चाहिँ दामी धान पाकेको छ यहाँनिर हो। आबागट गयो नि गार्डन यहाँ फेरि आमा ल ल म अहिले हेर्दा यहाँ चाहिँ कति राम्रो सुन्दर जग्गा छ। तपाईँ हेर्नुहोस् है, यो चाहिँ डङ्गेको यो चाहिँ तपाईँको पारी मेमहरू देख्छ हो। यहाँ पर चाहिँ अन्जना दिदी घर। अब यहाँ चाहिँ धानहरू अब एकदमै पाकिसकेको धानहरू यति दामी जग्गा छ हेर्नु चाहिँ। तर बाटो चाहिँ अलिकति यहाँ खराब रहेछ बाटो हो। र म जस्ट यहाँ गाडी राखेर चाहिँ अब तल दिदीको जाँदैछु। यति राम्रो जग्गा तपाईँलाई मैले भनेको नि दङ्गे पुगेर देखाउँछु। दङ्गेको वरिपरिको दृश्यहरू होइन, यति दामी जग्गा छ हेर्नु चाहिँ। धानहरू पाकिरहेको छ हो। अब म पर अन्जना दिदीकोमा गएर त्यहाँ खाना खाएर फेरि हामी लाग्ने छु। र तपाईँ हेर्दै जानुहोस् यो वरिपरिको दृश्यहरू। यता हेर्नु प्रविका ल प्रविका म जाँदैछु एउटा धानबारी एउटा है भिडियो ल। तिमी यहाँ त्यही धानबारी एकदम दामी छ। यस 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 ल तपाईँहरूलाई भनेर मैले यहाँ के अरे दङ्गे आएपछि दङ्गेको वरिपरिको दृश्यहरू देखाउँछु भनेको थिएँ नि। अब हेर्नुहोस् है दङ्गेमा चाहिँ यस्तो दामी धान खेतीहरू छ यहाँनिर है। अन्त हो अब कति राम्रो दृश्य तपाईँले हेर्नुहोस् है। आम्मा भनेर म धान पाइसकेको छ। अब धान उठाउने बेला भइसकेको छ यहाँनिर। अन्जना दिदीको घर आइपुगेछु यहाँनिर। लास्ट इयर पनि म आएको थिएँ। लास्ट इयर आउँदा यहाँ दिदीले मलाई सुन्तलाहरू पुरा देखाएको थियो हो। र हेर्नुहोस् दिदीको होइन हौ ग्यास छैन हौ। सुन्तला चाहिँ अहिले पाक्ने बेला भएको छैन हो। हामी चाहिँ सुन्तला पाकेको टाइममा लास्ट इयर आएको थिएँ। अहिले चाहिँ सुन्तला जस्ट यहाँनिर दिदी घरमा मखमली फुलेको आमा दामी फुल फुलेको छ दिदीको मखमली। सयपत्री फुलेको हेर्नु छ दामी दिदी। पोहोर आएको याद आयो मलाई होइन। फुल अहिले पनि लगिहाल्ने आमाहरू लु गाइसहरू हेर्नु त आमा लु हेर्नु त सामा यहाँ हेर्नु त दिदीको फेरि टक्कै आइसक्रिम बनाइरहेको छ हाम्रो के अरे अन्जना दिदीले है। टक्कै हेर्नु अब आमा यस्तो गरम हो। थ्याङ्क यू दिदी तपाईँलाई। यो त आइसक्रिम भन न यसलाई के भन्छ? दामी आइसक्रिम हो। अब गरममा आइसक्रिम खानुपर्छ है। कस्तो लाग्यो दङ्गे? दामी। अब यी आइसक्रिम खान्छु ल। दिदीले बनाइदियो आइसक्रिम। सिट पुरा दल्नु हो। सिट दल्नुपर्छ। निक्लेको थियो नि निक्लिन्छ कि तर टक्कै भएको थियो। दामी आइसक्रिम। थ्याङ्क यू दिदी तपाईँलाई। अम्बक हामीलाई टिपिँदैछ हो। अम्बक हेर्नुहोस् यहाँ अम्बकहरू यस्तो फल्छ यहाँनिर। सुन्तलाहरू पनि हेर्नुहोस् हो। पोहोर हामीले खाएको सुन्तला यहाँ योपालि भर्खर रङ चढ्दो रहेछ हो। अम्बक हेर्नु चाहिँ फलेको यहाँनिर अम्बक। ल अम्बक हेर्नु अम्बक फलेको यहाँनिर। टिपिदिन्छ अम्बक हामीले यहाँनिर। पुरा फलेको छ नि अम्बक त नि यो है। अम्बक टिपिदिन्छ हामीले यहाँनिर।
यतिको झ्याङबाट 2-3 हजार भन्दा बेसी पर्छ त्यस्तो फलेको फल्छ है हेर्नु नि पुरा लर्केर टिप्दा गरेर के दामी छ अम्बक आमामा मिठो खालको अम्बक बाजे नाति अम्बक खान जानु भएको अम्बक सुन्तला कौलो पनि दियो अब के चाहिँ खानु अब अम्बक खानु कि कौलो पो खानु कि है के भन्छ होला हँ बेलायती अम्बक त्यसलाई दुध देऊ खाना खाँदा चाहिँ अब हेरेर स्पेसल खाना बनाएछ दिदीले उसमा बाटो हेरे पुग्छ पुरा खानुपर्छ है टाकुरो उयो मैले पुग्दै सक्छ नि फेरि बाटो हेरेर खानुपर्छ है खाना चाहिँ हाम्रो बिगा बाटो हेरेर खानुपर्छ ल फेरि के चाहिँ दिएछ अब खानेको सिम्पल अम्बक के छ हो यहाँ अहिले जहिले पनि दिदीकोमा मलाई नि पहिलाको उसको याद आउँछ अब दिदीहरू उसको याद आउँछ कालिम्पोङको माइता घर आउँछ दिदी कति खुसी हुन्छ खुसी लाग्छ दिदीलाई एकदम ल भेन गयो है भेनाइ होला भेनाइ ल ल एकदम ल ल आउँदै गर्छु नि एकदम मजा आयो दिदी घरमा खानासाना खाँदा अब हामी लागेको एक बोकेर जाँदैछु हो अब कविता दिँदैछ बिचरा के पक्का पक्की बोकेर चाहिँ अब यहाँबाट लाग्दैछौँ हामीहरू फेरि अब पर रेलिङ उता जाँदैछु एकछिन त्यहाँ हाम्रो दिदी अन्जान दिदी घरबाट चाहिँ हामी पुरा कोसीले लिएर जाँदैछु खै दिदीलाई चाहिँ केही पनि ल्याइदिउँ हामीले पोखरीको पार्टी आएर पुरै खानेकुराहरू अब फलफुलहरू लिएर जाँदैछु दिदी घरबाट बिचरा अन्जना दिदीलाई एकदम मेनी थ्याङ्क्स एकदम तपाईँले हामीलाई खानेकुराहरू एकदम दिनुभयो फ्रुटहरूदेखि लिएर खानाहरूदेखि सब खाएर चाहिँ अब हामी लाग्दैछु पोखरीको तर्फ लु हेर आमामा बोरा लिएर आउँदैछ दिदीले फेरि हेर्नु हेरेर ल आउनुहोस् अब हामी सबजना यहाँ एकदम के अरे हामी सबजना आफ्नो कोसीले बोकेर आफ्नो झोलामा पोकी बोकेर लाग्दैछौँ हामीहरू यहाँ यो चाहिँ खास डङ्गे आयो टक्क गाडी राखेको ठाउँमा आइपुग्यौँ मामा के ल्यायो प्रविकाले चाहिँ के बोक्यो प्रविकाले धान पुष्पमा नि के बोक्यो ल ल ल बिचरा दिदीलाई कोसीले चाहिँ केही छैन है बोकेर हिँडेको छ त अब पोका बोकेर ल यहाँ त्यहाँको उयो तार लागेको थियो हेर्नु सुन्तला फलेको नि यो चाहिँ दङ्गेमा है दङ्गे
ल गाडी घुमाउँछु ल ल नर्थ यो चाहिँ हो तपाईँको रेलिङ लोअरले रेलिङ बिजनबारी अलिक माथि पर्छ लोअर रेलिङ रोड यता गाडी घुमाउने जग्गा छ होला पेन्सन र त पल्टनीको घरमा पल्टनी ल्याइदिए गाडी चलाउँछ गाडी किनेर आफै कुदाउनु हुन्छ भाइको दिदीको घरमा पनि आएर अब भइन्छ हामी यहाँनिर ल बहिनी गयौँ हामी ल ओके एकदम खुसी लाग्यो यो दिएको भाइ थ्याङ्क यू ल फर्स्ट टाइम आएको ल भएको दिदीको घरबाट पनि हामी निस्क्यौँ यहाँबाट है दामी जग्गा छ यहाँनिर मन पऱ्यो मलाई यो जग्गा पनि लोअर रेलिङ भन्ने जग्गा रहेछ यो चाहिँ जस्ट फाइनली म पनि घर आइपुगेँ र आज दङ्गिएको ट्रिप एकदम दामी भयो र मैले जति पनि आज तपाईँहरूलाई दङ्गिएको वरिपरि दृश्यहरू देखाएको छु हो अनि बाटोको केही झलकहरू पनि देखाएको छु र तपाईँले मेरो भिडियोहरूलाई मन पराइदिनुहुन्छ भन्ने म आशा राख्दछु र आजको मेरो भिडियो यहीँ अन्त्य गर्छु र सबैजनालाई गुड बाई